सबैलाई नमस्ते। मैले एउटा सानो भिडियो पोस्ट गर्छु यसपछि चाहिँ, र हामीले गर्नुपर्ने भोलि म पोलिटिक्समा गएर गर्ने के हो भन्दाखेरि मैले केही पनि गर्दिनँ। यो अब भिडियो पछिको जतिवटा मोडल छ, यो 1000वटा मोडल जसरी मेरो लाइफ टाइममा चाहिँ मैले यतिवटा 1000वटा मोडल चाहिँ कमिटेड छु। मलाई हजुरले जिताउनु भयो, सबै गर्नुभयो भने चाहिँ म यो मोडलिङको लागि काम गर्छु। एउटा सानो मोडल बनिसकेको छ अनि यो मोडल चाहिँ हामीले देशव्यापी रूपमा गर्नुपर्ने छ। कहाँ कहाँ ट्याक्सेसन गर्नुपर्ने हो, कहाँ कहाँ एग्रिकल्चर एक्सपोर्टहरू ल्याउनु पर्ने हो। त्यो 1500 मोडलबाट इन्टरनेसनल एक्सपोर्टहरू ल्याएर जमिनको एक्सपोर्टहरू उहाँहरू हुनुहुन्छ र बिचको एक्सपोर्टहरू सहसचिव सचिवहरूलाई राखेर एउटा पोलिसिजहरू बनाएर हामीले लानुपर्ने छ। र अहिलेको समस्या चाहिँ यत्रो मोडलहरू हुँदै गर्दाखेरि पनि नगरपालिकाले चाहिँ यो नेसनल रूपमा लिएर जानुपर्ने हो, यसलाई गइरहेको छैन, समस्याहरू छ। र यसपछिको भिडियो पनि हजुरहरूले चाहिँ हेर्नु होला। जनार्दन सरलाई धेरै 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 धन्यवाद। नीलकण्ठ बुवा चाहिँ जस पहिलोपटक आफ्नो मामा घर आउनु भएको छ। ए हो बाँदरहरूलाई बाँदरलाई तर जस 2-4 वर्षदेखि यहाँ बाँदर आएको छैन भनेपछि बाँदरको बिहेभियर स्टडी गर्नुपर्ने रहेछ। यहाँ के भएको कारणले गर्दाखेरि आएन भन्ने कुरो। यो फुलको यो के भन्छ सर, यो चाहिँ असाध्यै सुगरको लागि फाइदा हुन्छ। खानी नै हो यो। हो सर, यो असाध्यै बुवालाई भन्न पर्यो नि त, हाम्रो नीलकण्ठ बुवालाई। यो सुगरको लागि 535 थियो। कहाँ पाइन्छ हो यो प्रकृति रूपमा मामा घरमा यसै फलिरहेको रहेछ। हजुरको मामा घरमा फलिरहेछ, हजुर त यहीँ बस्नुपर्ने हो, सुगर घटाएर जानु पर्यो ल। यो यसै गरी खाने हो यो यसै। ठुलो बनाएर राख्यौ न, म आउँछु नि, आउँछ चाँडै आउँछ नि। ए तपाईँको सुगर पनि पुरै घट्यो यो खाएर? सुगरै घट्यो पुरै? 535 म औषधि नै खान्न कि। ए लो यसको धुलो बनाएर सुकाएर राख्दो है। तर तितो रहेछ बुवा बेसरी। भएर त हट्छ नि। कहाँ छ यहाँ? कहाँनिर छ मोरिङ्गा? कहाँनिर छ? ए गो यो मोरिङ्गा चाहिँ अफ्रिकामा के हुने रहेछ भन्दाखेरि बुवा, मोरिङ्गा यति धेरै मोरिङ्गा छ सुडानहरूमा होइन। तर तिनीहरूले हामीले त अब मोरिङ्गाको तरकारी पकाएर खाने, हामीले चाहिँ तिनीहरू त अचम्मले लो यो के खाइरहेछ भनेर हाँसेर बस्न गानु हुन्थेन। त्यसको पातको चाहिँ धुलोको 200 ग्रामको चाहिँ 1000 पर्छ त्यसको धुलोको। चाहिँ चितवनमा 1 वर्षमा 1 करोड कमाइरहेको छ क्या पातको धुलोको। हो र? आयुर्वेदले चाहिँ सिफारिसै गर्छ पातको धुलो भने चाहिँ यहाँ इनफ छैन भने अफ्रिकाबाटै ल्याउनु पर्छ, जम्मै फालेर हैरान्छ, खाँदै नखाएर। ए यो खेती गर्नुभएको है? यो पुरै हजुरले व्यवसाय खेती नै गर्नुभयो यो सबै? ए हजुरले कहिले सुरु गर्नुभएको यो चाहिँ? 46 सालपछि आएको छ। 50-51 तिरबाट सुरु गरेको। ए सबै टुक्रियो घरमा हो। म बिरुवा बनाउन गाख्ने हो कि कोही लाउँदै गाख्दै गर्ने। त्यही त। यो कति एरियामा चाहिँ हजुरले गर्नुभएको छ यो? 18 रोपनीमा सबै यही खेती के अरे फ्रुट्सहरू नै मात्रै? ए हो त्यही त। भनेपछि हजुरको लगभग सोध्न मिल्छ भने चाहिँ यो आम्दानी कतिको चाहिँ बेच्नुहुन्छ लगभग 1 वर्षमा? हो त्यही त हो। 2-2.5 किलोसम्म यो अङ्गुर पाकेकै छ है? एउटा दुइटा टिप्न पर्यो, कतापट्टि टिप्न मिल्छ? थोरै ल खान पाइयो नि त बुवा। यस्तो यो गरेपछि त हुने रहेछ नि त, हेर्नु त होइन त। हजुरले हो र? ल टिप्नु। हजुर त अग्लो नि हुनुहुन्छ, भेट्नु यहाँ छ के अरे? ल हो यही टिप्नु। हो हेर्नु त सबै है यो व्यावसायिक कृषि खेती मजाले गर्नुभएको छ है। यति गर्यो भने पनि यो
उहाँ यसमै बोल्नु भएको छ आनन्द छ अरू रामपुर नगरपालिका यो आँप 2 किलोको सानो हुन्छ सर हो है एउटा आँप 2 किलो भन्दा ठुलो हुन्छ ए यो चाहिँ ए ठिक हो 2.5 किलो हो हो यो पुरै यता सबै त्यही हो बिरुवा सब आफैले उत्पादन गर्नुहुन्छ किन्ने भन्नाले यहाँ त फलिसकेको छ दुईटा मात्रै हेर्नु त ए एउटा आँपमा यति सानो रुखमा दुईटा आँप फलिसक्यो रातै छ कि राम्रो छ कि बिरुवा भन्नाले के गाँच्ने हो बुझेँ मन्टा ल्याउने ए हजुरले गाँच्नु भएको यो तलको आँप र माथिको आँप दुईटा मिसाएर बिरुवा गाँसेको यो यसलाई चाहिँ यो जेनेटिक्स ब्रिडिङ भन्छन् होइन समथिङ हो ए यो यसरी गाँसेको भयो एकदमै राम्रो ए काट्दै लाउँदै गर्दै भयो यो तलपट्टि चाहिँ के को भन्नुभयो यो लोकल आँप यो माथि चाहिँ माथिको यो मन्टो चाहिँ यहाँ गाँस्यो यहाँ बाँध्यो त्यति गरेपछि भयो ए यो माथिको चाहिँ अर्कै आँप हो यो ए हाइब्रिड आँप भनेपछि तलको मन्टोले माथिको मन्टोलाई क्याम्प गरे सही हो सबै नगरपालिकामा यस्तै सबैले हुन्छ नि 10-20 जना हुने हो भने त भारतबाट किन आयात गर्नु पर्यो त होइन यत्रो एरिया छ भनेपछि गभर्मेन्टले एउटा इनिसिएसन लिएर हामीलाई गर्ने र गभर्मेन्ट बरु यो पुस्दै गर्नु पर्यो कि अलिअलि सपोर्ट मात्रै गर्दै भयो होइन त्यति गर्दै भने आफै चल्छ होइन भनेपछि हामीले त इन्डियाबाट पनि मात्रै रोक्न सक्यो भने पनि यहीँकै कृषकहरूले जति पनि फलाएर होइन नेपालभरिलाई पुर्याउन सक्नुहुन्छ होइन त अब यहाँबाट त चितवन नजिकै छ चितवनमा मात्रै पनि यहाँबाट सबै यो भेगभरि यस्तै गरिदिँदा चितवनभरि किन हो है उत्पादनै नभएर है उत्पादन पनि नहुने होइन त फेरि गर्मी पनि छ टेम्परेचर पनि छ जमिनले दिएको छ सबै दिएको छ भनेपछि यहाँ हामीले त्यो चितवनको मार्केटहरूलाई चाहिँ हामीले क्याप्चर गर्ने कसरी हो त नि यो त्यहाँ चाहिँ अब सरकारले नै इनिसिएसन गर्नु पर्यो खै मोरिङ्गा चाहिँ कुन भयो ए यो सानो बुटो हो त मैले पनि लाग्छु एउटा हो मैले चाहिँ अफ्रिकामा यही खान्थेँ अब भेजिटेरियन माछा मासु खानु भयो नि यही मोरिङ्गा काट्दै खाँदै पकाउँदै खाँदै तर औषधि के को औषधि हो ए पशुलाई हो यो ए एउटा लिची चाहम तर अमिलै होला अहिले चाहिँ सुगरलाई त असाध्यै फाइदा गर्छ हो ल बुवाले खाना पर्ने भयो उसो भए एउटा चाहेँ ल अनि हामी चाहिँ अब म प्रोडक्सनमा जान्छौँ हो यसपछि म हेर्ने ठाउँ ए अनि दाइ यो मैले नबुझेको चाहिँ यहाँ यो टेम्परेचर पनि इनफ छ सोइल पनि छ सडक पनि छ यहाँ बाँदरहरू पनि छैनन् अनि तलपट्टि चितवन त्यति ठुलो मार्केट छ होइन नजिकै तपाईँले उस्तै बढी यहाँ इनफ प्रोडक्सन गरेर गाडी पनि लान सक्नुहुन्छ भनेपछि हजुरले एक्लै सक्नु भएन भने हजुर जस्तै मान्छे 100 जना 200 जना हामीले बनाउन सकियो भने त चितवनको मार्केटमा त इन्डियाबाट ल्याउनै परेन हाम्रो पालि आँप त त्यति गर्दा पनि नेपालमा आउँदैन कि सर हाइब्रिड त विदेश जान्छ होला कि महँगो आँप त्यही त हो त महँगो आँप सबै हाइब्रिड छ भनेपछि यो समस्या चाहिँ के हो त चितवनमा हामीले कहाँ किन चाहिँ ल्याइरहेछौँ त नि के समस्या थाहा भयो मेरो बिउ उत्पादन अहिले बाँडेको प्रधानमन्त्री कार्यक्रममा बाँडेको हो त्यो पुरै चापकोटतिर वालिङतिर पनि बाँडेको सर हाम्रो बाली बाँडेको 10% पनि छैन 28 रुपियाँमा 120 मूल्य आधा किसानले 10% पनि छैन त्यही यो मैले कस्तो के हेर्नु नक्कली सरकारीमा नक्कली काम भयो सबै जम्मै आँपको बिरुवा एउटा सर्दै पाइँदैन ए जम्मै ठकठाक भयो भनेपछि मार्केट पनि छ प्रोडक्सन पनि छ यहाँ इनफ प्रोडक्सन छ नेचरले प्रकृतिले जति पनि दिएको छ यहाँ जति बनाए पनि हुन्छ मार्केट पनि यहाँभन्दा ठुलो चितवनभन्दा ठुलो के हो नि र फ्रुट फ्लाइ लाग्छ सर अब त्यो चाहिँ फ्रुट फ्लाइलाई मिठाई इरिजिनल भन्ने ट्याप राखिदियो हुन्छ त्यो पनि पाइँदैन कि नेपालमा त भनेको बेला खोज्न पाइँदैन हो भनेपछि यो बिचमै यो केही रोग छ बिचमा ठुलै रोग छ बिचमा यो राजनीतिकै रोग हो यो राजनीतिक रोगले जम्मैले चुसेरै भ्याउने भयो है यो रगतै चुस्न थाल्यो अब त हरियोमा के इन्डियाबाट आउँछ भने इन्डिया चितवनमा उत्पादन हजुर भन्नुहोस् जनताको सरकार नभएर पनि हो कि फेरि जनताको सरकार भयो जनार्दन सर कृषिमा हाम्रो चाहिँ अलिक मेन स्ट्रिम नहुनाको कारण चाहिँ मैले दुईवटा देखेँ कि बजारको समस्या भन्छ मान्छेले दार्जिलिङमा बजारको समस्या होइन बजार त छ त यहीँ दुईवटा जस्तो सरले भन्नुभयो नि एउटा चाहिँ
हामीलाई बिउ बिजन यो सबै राम्रो क्वालिटीको स्ट्यान्डर्डाइज गरेर दिने खालको सरकारी निकायले त्यो काम गरेन पहिलो। अर्को चाहिँ किसानलाई चाहिने ठ्याक्कै प्राविधिक जुन असिस्टेन्स हुन्छ नि हेल्प त्यो पनि भएन नि। उहाँले भने जस्तो बिउ पनि लो क्वालिटीका दिए कि जम्मै ठकठाक भ्रष्टाचार गरेर बिउको कुरामा यो दुईटा कुराले गर्दा बिउ ल्याउँदै सेटिङ गर्दै कृषिमा लाग्ने मान्छेको लागि किसान पनि के छ पढाइ गरे धेरै कमाउनु पर्यो। मान्छे त पढेका मात्रै छन् गरेको छैन। हो ल जाम चाहिँ यहाँबाट सडकको किनारमा आइपुग्यौँ। यो चाहिँ हाम्रो हजुरको घर बनाउनु भएको यो हजुरले आफै ए अनि मौरीहरू चाहिँ कता छन् यतै पछाडि ए हो अझै अर्को फार्म पनि छ ए त्यसमा चाहिँ मौरी छ अनि यो चाहिँ सडकको नजिक हजुरको अफिस जस्तो भयो ए ल यो बर्दले भन्ने ठाउँ हो यो चाहिँ यहाँ बसेर यस्तो मौरी खान पाइयो सबैले बाटो खर्च हो यता हजुरलाई